अङ्कलहरूले चाहिँ मस्त लाएर होइन भोक लाएर चाहिँ झोलादेखि रोटी निकालेर खाँदैछन्। तर रोटी के को त्यो मलाई थाहा छैन। अहिले एक्कासी निकालेर देखाउनु भयो भने चाहिँ मलाई थाहा हुन्छ होइन। के को रोटी हो अङ्कल? लोकल अर्ग्यानिक होइन? के चिनी हालेर ल्याउनु भएको छ कि? ए चिनी मन पर्दैन होला हजुरलाई? ए हिजो कति भेटाउनु भयो त हजुरले? अनि आज पनि झन् भेटाउनै भए नै होला। अनि अब 2-3 दिनसम्म खोजेर भेटाउनु भएन भने चाहिँ घरतिर फर्किहाल्ने। अनि म हजुरलाई के सोच्छु भने चाहिँ योभन्दा अघिल्लो लट यारसा थियो तर धेरै मान्छेहरू खाली गएनन् र पाए। यो के अरे यसपालि चाहिँ 100मा 50% मान्छेहरू खाली गए होइन। अब अर्को साल यो यारसा भइरहन्छ कि अब लो हुँदै जान्छ त? होइन यो अलिअलि भइरहन्छ होला। हजुर अघिल्लो लट पनि अब केही मान्छेहरूले यहाँ पन रोक्क नगर्ने भनिसकेको चाहिँ आएर एकजना खोजेर गएको बन्नु हो। त्यसपछि नि फेरि अब 8-10 जना पालिका केही मान्छेहरू आएर रोक्का भए पनि चोरेर गयो भन्ने छ। अब त्यो भिडियो सहित छ भन्ने अब हेरलाकोबाट सुन्न आएको छ। चोरेर भएकै कारणले होला थोरै मात्र पाइरहेछन् र झ्याप्पै अब यो पुरै उन्चिने हुँदैन होला। हजुर अर्को वर्ष पनि अब थोरै बहुत अब हुने कुरा भइरहन्छ। अब अहिले पनि अब पछाडि केही औरिएला जस्तो सम्भावना देखिरहेको छ। अनि अङ्कल यो जुन यार्सा नहुनु अनि यो गुरुको गोबर अनि भेडाको गोबर त्यसले नि हो जस्तो मानिरहेको छु क्या मैले चाहिँ फोहोरको कारणले। त्यही नै हो। अब यहाँ घोडा खच्चरहरू अनि बाख्राहरू सबै अब यही यार्सा क्षेत्रमै चर्ने गर्छन् धपाउने गर्छन्। अब हाम्रो ठुलीबेरी नगरपालिका त्यसपछि त्रिपुराकोट नगरपालिका सबैका अब घोडा खच्चर अब गाईहरू यही क्षेत्रमा आउने गर्छन्। त्यो भएर पनि यो यार्सा क्षेत्र एकदम दुर्गन्धित भएर पनि अब यो यसो लो हुँदै गयो होला पहिलो कुरा। दोस्रो कुरा अब अहिले विश्वकै अब तापक्रम एकदम बढ्दैछ। अब बढ्ने भए कारणले पनि यो घट्या हो कि जस्तो लागिरहेको छ मलाई चाहिँ। बाहिरतिरको मान्छेहरू आए रसिद काटे तिनीहरूलाई त्यत्तिकै पाप मात्र हो जस्तो लाग्छ क्या अङ्कल? अब हामीले हर प्रयास गरेकै हो। अब टाढाबाट आउने सम्पूर्ण जनसमुदायहरूले अब समान रूपले अब जति पाउँछ सबैले सँगै खोज्ने अब खोजाउने रसिद काट्ने कटाउने भनेर प्रयास गरिरहेको हो। हजुर अब सिजनै त्यस्तै भयो त अब त्यसमा हाम्रो पनि दोष होइन। यहाँको समितिको यहाँको बासिन्दाको यहाँको उपसमितिको पनि दोष होइन। अब यार्सा नै छैन त्यो भएर पनि अब उहाँहरूले गाली गर्न रसिद काटिसकेपछि अब थोरै बहुत गाली गर्न स्वाभाविकै हो। ल हुन्छ अङ्कल अब खानासाना खानु होला। मस्त लाएर लोकल अर्ग्यानिक कोदोको रोटी र तरकारी छ है साथीहरू खानामा चाहिँ हाम्रो अङ्कलको। अनि अलिकति आधा रोटी